सबैजनामा नमस्कार। नेपाल विद्युत प्राधिकरणले पुस महिनामा विज्ञापन गरेको तपाईहरुलाई इन्फर्मेसन छ होला। पुस महिनामा भएको विज्ञापनको यही माघको 8 गते अन्तिम मिति रहेको छ फारम भर्नका लागि र 15 गते जबरदस्तुरमा अन्तिम मिति रहेको छ। हुन त 8 गते बिहीबार र शुक्रबार विज्ञापन होला कि भनेर पनि तपाईले सोचिराख्नु भएको होला। बैंकिङ तर्फका तयारी गर्ने विद्यार्थीले प्रिटेस्ट दिनुभएको छैन भने फारम भर्ने ठाउँ हो नेपाल विद्युत प्राधिकरणको तह 5 मा, जहाँ विभिन्न प्रदेशबाट पनि विज्ञापन खुल्ने गरेको हुन्छ। हरेक वर्ष विज्ञापन पनि खुल्ने गरेको हुन्छ र त्यसको वृद्धि विकास पनि राम्रो रहेको छ। अस्ति मैले फेसबुकमा सोधेको पनि थिएँ, विद्युत प्राधिकरण कि बैंक वा सुब्बा, र धेरै जनाले विद्युत प्राधिकरणलाई पनि त्यस्तै पोजिटिभ उत्तर दिनुभएको थियो। विद्युत प्राधिकरण किन राम्रो होला, केको लागि राम्रो होला, र सुब्बा किन गर्ने, केको लागि गर्ने, सिलेबस कस्तो छ, वा बैंकिङ तर्फका तह 4 किन जाने, किन गर्ने, केको लागि गर्ने भन्ने एउटा अलगै भिडियोमा बनाएर ल्याउने छु, जसको लागि पनि कमेन्ट गरेर चाहिँ भिडियो चाहियो भनेर पनि भन्नु होला। र यदि नेपाल विद्युत प्राधिकरणमा तपाईले फारम भर्नु भएको छैन भने फारम भरिहाल्नुस्। फारम भर्दैमा तपाईको केही पनि हुनेवाला छैन। यदि कुनै विज्ञापन आइदिएन भने फेरि फारम भर्ने मौका छुट्न सक्छ। र यही वर्ष जागिर खाने सोचमा हुनुहुन्छ भने विद्युत प्राधिकरण पनि कुनै बैंक तथा वित्तीय संस्थान भन्दा कम चाहिँ रहेको छैन। तसर्थ विद्युत प्राधिकरणको फारम 8 गतेसम्म छ, भरिहाल्नु होला। स्मार्ट जीकेले भोलिबाट नयाँ कक्षा सुरु गर्दैछ, लिन चाहनुहुन्छ भने पनि कमेन्ट गरेर लिन सक्नुहुन्छ वा नम्बरहरुमा कल गरेर कक्षा जोइन गर्न सक्नुहुन्छ भन्दै तपाईहरु माझबाट बिदा लिन चाहन्छु। हस्त, धन्यवाद।